Hello everyone, so welcome back to my channel. So आज चाहिँ मामा माइजू म फार्मब्रो जान लाग्यो। अहिले चाहिँ भर्खरै म्याकडोनल्ड खाए, एकछिन यहाँ फार्मब्रो गेटमा एकछिन डुल्छौँ, त्यहाँबाट चाहिँ हामी फार्मब्रोमा बिएनक्यू जान्छु एकछिन फुल हेर्न। हेर्दै गर्नु होला। भनिला माछा बिएनक्यू आको फुल हेर्न फेरि। सबै पिङ्क कलरको रहेछ। बिएनक्यू na 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 la la flower indoor plant bata indoor plant कस्तो क्यूट के orchid. I love money plant. कुन वाला? यो वाला पनि घरमा राख्नुपर्छ है राम्रो मैले। तर यहाँ यो त अति सानो भयो। हैन बढ्छ नि त ठुलो गमलामा लिएर। अलि अब अहिले यो सानो नयाँ अलि पछि नै यस्तो कोठाभित्र राख्ने। ड्याममै राख्ने हो। अलि पछि अहिले कोठामा। यो सुनदाईको घरबाट लिएर आउँछु। नो अहिले हेर्न आएको मात्रै हो नि त मामा। ए हेर्नु न कस्तो राम्रो मामा हेर्नु न कस्तो राम्रो। हाम्रो पनि ठुलोमा सार्ने भनेको क्या त्यही भएर किन रुटहरू फैलिन पाएको छैन नि त अलि यो चाइनिज प्लान्ट हो नि त होइन यही हो तर अझैकोमा चाहिँ ठुलोमा हो क्या मोटो मालामा हो के मोटो ठुलो यो अर्को वालामा हो बोनसाई बोनसाई प्लान्ट राखिहाल्छु नि पछि। बी पेसेन्ट मामा। भर्खर त घाम लाग्ने स्टार्ट गरिरहेछ नि त त्यही भएर पनि हो के प्लान्ट त सबै मरेको जस्तो हो त्यो मरेको स्याल जस्तो। यत्रो धेरै प्लान्ट छ पानी हाल्न नि उस भएन अनि त्यही भएर नि यस्तो देखेको हो कि त्यही त जे जस्तो भयो नि। अनि अहिले भर्खरै घाम लाग्न थालेको छ त्यसको माथि पानी पनि हालेको छैन त्यही भएर त्यस्तो देखेको हो कि फुलहरू सबै। अब अलि पछि आइहाल्छ नि अलि पछि आउँला। यो उस हो माइजू यो टमाटर अमिलो हुँदैन नेपालको जस्तो यिनीहरू अझैले हामीले त्यो स्टेकमा खाँदाखेरि खाँदैन तिनीहरू हो क्या यो अमिलो हुँदैन। गुलियो माइजू उता गमला हेर्न जाउँ त प्लास्टिकको उता उता कति रहेछ हेरौँ न। टिकटकमा मगाएको छु बाबा हजुर त टिकटक सब टिकटकमा मगाइसकेछु। मैले किनेको नि त पहिला 4 पाउन्ड भन्छ अहिले 3 पाउन्ड तर छैन नि त सकिसक्यो हो यो यस्तै यही साइजमा मगाएको छु कि मैले टिकटकबाट। किनभने हाम्रो प्लानलाई मैले 6वटा मगाएको छु। उस फैलिन नपाएर त्यहाँ खक्रक्क भइरहेको छ। 6वटा मगाएको छु मैले। कस्तो राम्रो फुल पर्पल एन्ड वाइट तर बोट चाहिँ ज्याङ जस्तो कि खासै राम्रो छ। त्यो ओलिभको रुखलाई कति थाहा छ 200 रुपैयाँ 200 पाउन्ड। अब त्यो ओलिभ आउने पनि हैन मामा धेरैमा पनि लाग्छ होला।
रुपियाँ घट्छ कति केजीको तर यो सानो जस्तो लाग्छ होइन त्यही हो 16 भनेको घटेको कि बढेको बढेको नि नि 17 थियो नि पहिला पहिला त कति थियो 14 रिडिङ जान्छ पाउडर पनि सबभन्दा ठुलो हो नि त। घरमा आशालाई छोडेर है आशा निशालाई छोडेर बग्लाएर भन्न लाग्यो यही रोडमा कतिचोटि घुमिरहेको छ फन फन्दै फेरि घरै जाने घरै अघि अल्ट्रासाउन्ड गर्दा गर्दै गरेन हौ यस्तो गर्मी त बाहिर निस्किनेपछि अल्ट्रासाउन्डमा गएर मामाको लुगा लिएर आयो मासुहरू किनेर आयो मधेस जस्तै भन्छ हौ गर्मी छ यस्तो गर्मी गर्मी सो गर्मी गर्मीमा त घरमा बसेर इन्जोय गरेर भिज्दै चाहिँ हेर्दैछ हामी चाहिँ Reading आइपुग्यो ड्राइभर दाइ कसले होइन त्यसले गाडी भित्रबाट सट्ट निकालेर दिएन अस्ति मेरो नि त्यस्तै भएको थियो नि त आधी नै आइसकेको थियो कि यस्तोमा हान्नै लगाइसकेको थियो कि मेरोमा यतिखेर रिडिङको हस्पिटल होइन यो तर उसको हस्पिटल पो ठुलो रहेछ है रोयल बक्सायर हस्पिटल यो पनि ठुलो छ नि पछाडि पनि छ नि डेन्जर राम्रो हिजोको उता पनि ठुलो थियो यो बाजेको पनि यही ठुलो। अरे पुरानो बाजेको बाजेको डाइलिसिस रेडिङको मान्छे होइन कहाँ रेडिङको मान्छे रिडिङको हस्पिटल बाजे यहीँ आउनुहुन्छ डायलिसिस गर्न बाजे छ आज घरमा के हेरेर सुन्नुभएको छ यहाँको बाजे के भयो हजुर त आमा पुरा सिरियस भएर बसिरहनु भएको छ सुतेको थियो त अहिले त उठेछ ए यस्तो मुखो नि आँगर सुतेको त उतार्नु पर्छ आज त हजुर पनि निन्दा आएको अरू बेला त म निन्दा हुन्छ त आइपुग्यो बाजे बुजीको घर नजिक है बजार चाहिँ खुट्टाले हिँड्दै गर्दै जानु पर्छ यहाँ आयो भने लन्डन गए जस्तो लाग्छ अलिअलि क्या ठुल्ठुलो घर देखेर कि है काउन्सिलको घर बाजे बजीको चाहिँ यहाँ देखाउँछु बाजे बजीको घर हजुरको त्यो कहिले हामीहरूको उसमा के रहेछ हजुरको छुट्टी रहेछ नि रहेछ उयो रेड कलरको यो चाहिँ हो बाजे बजीको यता हुन्छ बाजे बजीको ऊ त बाजे झालमा बसिरहेछ बाजेको बस्ने ठाउँै त्यही हो त्यही त त्यहाँ झालमा बसिरहेछ पर्दा लगाएर पर्दा हल्लाउँदै थियो आइपुगे हामी मान्छे कता गयो होला सर लगाइसिध्यो अन्डाको भित्र अन्डाको भित्र छ मैले मनपर्ने दवा छ होइन भने घरि दवा चाहिँ त्यही भएको रहेछ क्या नम्बरमा दवा Doors closing. La 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 la. La 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 la. Going up. Who is this beautiful? बुढी ब्युटीको हेर्न खोज्दा खोज्दा Oh, क्या ल बजे वेलकम टु माई ब्लग बजे Doors र स्वागत छ हजुरलाई बडीको ब्लगमा भन्दै हेर त्यसले प्र्याक्टिस गरेको एउटा हेर्न हेलो बजे कहाँ हुनुहुन्छ नमस्ते बाउजूको किचन बाउजूले बिहानै सेलरोटी बनाइसकेको रहेछ अहिले म मोमो बनाउँदैछु अचार
यता फ्यान जोड्दैछ सबैजना हतारमा यो दाइजान हिजो कस्तो नभनेको हौ आउँछ भनेर छोरी है म बल्ल नि आटाबाट छोरीलाई फर्स्ट टाइम भेट्दाखेरि यसो वेलकम त गर्नु पर्यो हतार हतार हामीले त फर्स्ट टाइम भेटेको नि त होइन भन्ने नि स्या अब भाँगडा सागडा कता कता छ के अब भाँगडा लाउँदा नि लाउनु फेरि खावा चाट्ने हो अब यही घुस्किदिनु पऱ्यो रे उसिना खायो भने म त खाँदा त खान्न नखायो भने नखायो भने बाबालाई ल भाग्य माने भाउजू ए हैन पर्दैन अब न छोरीलाई हतार म केही छैन ए नातिलाई कता गयो त्यो पुच्छे कहाँ गयो नाति ओइ यता तपाईँको त्यो के हो त्यो डब्बा त्यही भएर हेर्नु पर्दै हेलो बजे हेलो बाजे नातिलाई यही हो अब हतारमा चोको बाई खाऊ नातिले बाजे बजे त्यसले त्यो उसको खुसाल्दैन यस्तो मजाको हावा आउँदो रहेछ मैले ध्यान राखेको थिइनँ अघि त्यही बाजेले नखाने रे ल सही खानु त सही खायो आज नातिनीको भोजन यति मिठो छ के हो भनेर नाति छैन बाजे उता हुनुहुन्छ कति मिठो गरेको हो आत्मा लाग्यो माइजू यता मोटे यता मोटे डन म यता मिठो बजेलाई मिठो लाग्यो अरे बजे त झन् आज त ए टमाटरको चटनी पनि लैजाने अब बजेको मेरो नातिनी सबै हो नातिनी बुहारी यति राम्रो कप ल्याएको ए बाबुलाई पनि पुग्छ होला ल्याएछ कति त्यहाँ ए यो बाजे स्ट्रबेरीवाला पुरानो भयो क्या बाजेन एउटै कप तपाईँले हातले के खाली गफ तँ त सबै एउटै कलर हो अनि दुईटा दुईटा एउटै किसिमको दुईटा छुट्टै त्यो पनि सबै राम्रो छ भाइ एउटा चेरीको एउटा स्ट्रबेरीको चेरी र स्ट्रबेरी यो भोलि बाबा अन्त खाने त्यो चेरी र स्ट्रबेरी आफ्नो के हो त्यहाँ कागजहरू पनि पुरा टाँसेको दुई किसिमको स्ट्रबेरी र चेरी भएको हो मलाई त यही मन पर्यो दुईटा चेरी दुईटा स्ट्रबेरी यो मलाई यो आमा यतातिर दुईटा चेरी रहेछ दुईटा स्ट्रबेरी रहेछ यो नानीले कति खाने थियो नि त हामी जान्दैन पुग्यो है यो नानीलाई दुईवटा बराबर एउटा बुढाबुढी जोडी तर अलिअलि कफी खानु पाएन यति पानी त ल्याउनु छ कफी खाने आज कति दिन भयो भाइ अहिले कफी खाने होला नि हजुर अहिले खामले के ल्याएर अहिले होइन अहिले त पानी खाने रे पानी अलिअलि यो नयाँमा खानु नयाँमा कफी खाने रे क्या अहिले पानी पनि तताएर ल्याउनु हजुरले अलिकति पऱ्यो है लु यो हजुरले नन रित्तै भएर झोलहरू थुप्रै देखेर पुरा प्याक गरेर जम्मा आमाले यहीँ राखेर पकाएर खान्छ छुट्टी मिलाउँदा त्यस्तो सबैले पहिले छुट्टी लिनु पर्ने ल बाई बाजे डगरे बाजे म त तिनीहरूले खुवाउन पायो मैले बाई बाई
पेटभरि खान दियो खुसी लाग्यो ल ल बाजे बाजे ढोक गरे एकदम आशीर्वाद हो अन गरेको राम्रो। एकदम